गौतम बुद्धका 15 उपदेशहरू प्रस्तुत गर्दछु। सत्य बोल्नुहोस्। सत्य बोल्नु जीवनको आधार हो। यो तिम्रो चरित्रको जग हो जसले तिमीलाई अरूको विश्वास जित्न र आफ्नो व्यक्तित्वलाई बलियो बनाउन मद्दत गर्छ। झुटले तिमीलाई तत्कालको लागि फाइदा पुर्याए जस्तो देखिए पनि यसले दीर्घकालमा तिम्रो सम्बन्धलाई बिगार्छ र तिम्रो विश्वसनीयतालाई नष्ट गर्छ। जब तिमी सत्य बोल्छौ तिम्रो मन शान्त रहन्छ र तिमीलाई कुनै डर हुँदैन। जसरी सूर्यको प्रकाशले अँध्यारोलाई हटाउँछ त्यसरी नै सत्यले जीवनको अँध्यारोलाई हटाउँछ। तिमीले बोलेको प्रत्येक शब्दले तिम्रो व्यक्तित्व झल्काउँछ भन्ने कुरामा विचार गर। सत्यले तिमीलाई आफैसँग इमान्दार बनाउँछ र इमान्दारिता नै आत्मसम्मानको पहिलो पाइला हो। सत्यको मार्गमा हिँड्ने व्यक्तिलाई कहिले पनि पछुतो हुँदैन। सत्यले तिम्रो जीवनमा स्पष्टता र पारदर्शिता ल्याउँछ। यो एउटा यस्तो शक्ति हो जसले तिमीलाई भित्र र बाहिर दुवैतिरबाट बलियो बनाउँछ। धैर्य राख्नुहोस्। जीवनमा सबै कुरा समयमै हुन्छ। हतारले तिमीलाई गल्ती गर्न बाध्य बनाउँछ र तिम्रो शान्ति भङ्ग गर्छ। धैर्यले तिमीलाई परिस्थितिहरूलाई राम्ररी बुझ्न र सही निर्णय लिन मद्दत गर्छ। जसरी एउटा किसानले बाली पाक्नको लागि धैर्यपूर्वक पर्खन्छ त्यसरी नै तिमीले पनि जीवनमा राम्रो फल प्राप्त गर्नको लागि धैर्य राख्नुपर्छ। धैर्यले तिम्रो मनलाई स्थिर राख्छ र तिमीलाई तनावबाट बचाउँछ। धैर्यले तिमीलाई बलियो बनाउँछ र तिमीलाई कठिन परिस्थितिहरूमा पनि स्थिर रहन सिकाउँछ। धैर्यताले तिम्रो जीवनमा शान्ति र स्थिरता ल्याउँछ। यो एक यस्तो गुण हो जसले तिमीलाई जीवनको उतार चढावमा पनि सन्तुलित रहन सिकाउँछ। धैर्यले तिमीलाई आफ्नो लक्ष्यमा अडिग रहन र कठिन परिस्थितिमा पनि हार नमान्न प्रेरित गर्छ। यसले तिम्रो मनलाई शान्त र स्थिर बनाउँछ जसले तिमीलाई सही निर्णय लिन मद्दत गर्छ। दयालु बन्नुहोस्। दयालुताले तिमीलाई अरूसँग जोड्छ र तिम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। दयालुताले तिम्रो मनलाई नरम बनाउँछ र तिमीलाई खुसी दिन्छ। जसरी एउटा फुलले आफ्नो सुगन्ध सबैतिर फैलाउँछ त्यसरी नै तिमीले पनि आफ्नो दयालुता सबैतिर फैलाउनु पर्छ। दयालुताले तिमीलाई अरूको पीडा बुझ्न र उनीहरूलाई मद्दत गर्न प्रेरित गर्छ। दयालुताले तिम्रो हृदयलाई फराकिलो बनाउँछ र तिमीलाई अरूको लागि सहयोगी बन्न सिकाउँछ। तिमीले अरूलाई दया देखाउँदा तिमीले आफैलाई पनि दया देखाइरहेका हुन्छौ। दयाको मार्गमा हिँड्ने व्यक्तिलाई सधैँ सम्मान मिल्छ। दयालुताले तिम्रो जीवनलाई प्रेम र करुणाले भरिदिन्छ। यसले तिमीलाई अरूसँगको सम्बन्धलाई बलियो बनाउन र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छ। सन्तुष्ट रहनुहोस्। सन्तुष्टिले तिमीलाई खुसी र शान्ति दिन्छ। धेरै कुराहरूको चाहनाले तिमीलाई कहिल्यै खुसी बनाउँदैन, बरु तिमीलाई दुखी बनाउँछ। जसरी एउटा सानो खोलाले आफ्नो मार्गमा सन्तुष्ट भएर बग्छ त्यसरी नै तिमीले पनि आफ्नो जीवनमा सन्तुष्ट हुन सिक्नुपर्छ। सन्तुष्टिले तिमीलाई वर्तमानमा बाँच्न र जीवनको सानो कुराहरूमा पनि आनन्द लिन सिकाउँछ। सन्तुष्टिले तिमीलाई लोभ र ईर्ष्याबाट बचाउँछ र तिमीलाई सरल जीवन जिउन प्रेरित गर्छ। सन्तुष्टि नै वास्तविक धन हो। यो एक यस्तो गुण हो जसले तिमीलाई जीवनको हरेक पलको कदर गर्न सिकाउँछ। सन्तुष्टिले तिम्रो मनलाई शान्त र स्थिर बनाउँछ जसले तिमीलाई वास्तविक खुसीको अनुभव गर्न मद्दत गर्छ। आत्मअनुशासन राख्नुहोस्। आत्मअनुशासनले तिमीलाई आफ्नो मनलाई नियन्त्रण गर्न र आफ्नो जीवनलाई सही मार्गमा लैजान मद्दत गर्छ। आत्मअनुशासनले तिमीलाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न र आफ्नो सपनाहरू साकार पार्न मद्दत गर्छ। जसरी एउटा खेलाडीले आफ्नो खेलमा सफल हुनको लागि कठोर अभ्यास गर्छ त्यसरी नै तिमीले पनि आफ्नो जीवनमा सफल हुनको लागि आत्मअनुशासन राख्नुपर्छ। आत्मअनुशासनले तिमीलाई आफ्नो कमजोरीहरूलाई जित्न र आफ्नो बलियो पक्षहरूलाई विकास गर्न मद्दत गर्छ। आत्मअनुशासनले तिमीलाई समयको महत्त्व बुझ्न र आफ्नो समयलाई सही तरिकाले प्रयोग गर्न सिकाउँछ। आत्मअनुशासनले तिमीलाई बलियो चरित्र निर्माण गर्न मद्दत गर्छ। यो एक यस्तो गुण हो जसले तिमीलाई आफ्नो लक्ष्यमा अडिग रहन र कठिन परिस्थितिमा पनि हार नमान्न प्रेरित गर्छ। स्वार्थी नहुनुहोस्। स्वार्थले तिमीलाई एक्लो बनाउँछ र तिम्रो जीवनलाई अर्थहीन बनाउँछ। अरूको लागि सोच्नाले तिमीलाई अरूसँग जोड्छ र तिम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। जसरी एउटा परिवारले एकअर्काको लागि सोच्छ त्यसरी नै तिमीले पनि अरूको लागि सोच्नुपर्छ। अरूको लागि सोच्नाले तिमीलाई उनीहरूको पीडा बुझ्न र उनीहरूलाई मद्दत गर्न प्रेरित गर्छ। अरूको लागि सोच्नाले तिम्रो हृदयलाई फराकिलो बनाउँछ र तिमीलाई अरूको लागि सहयोगी बन्न सिकाउँछ। अरूको सेवा गर्नु नै वास्तविक जीवन हो। यो एक यस्तो गुण हो जसले तिमीलाई अरूसँगको सम्बन्धलाई बलियो बनाउन र उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न मद्दत गर्छ।
लोभ नगर्नुहोस्। लोभले तिमीलाई कहिल्यै खुसी बनाउँदैन, बरु तिमीलाई दुखी बनाउँछ। लोभले तिमीलाई अरूसँग तुलना गर्न र ईर्ष्या गर्न बाध्य बनाउँछ। जसरी एउटा भोको जनावरले धेरै खाए पनि सन्तुष्ट हुँदैन, त्यसरी नै लोभी मानिसले पनि धेरै पाए पनि सन्तुष्ट हुँदैन। लोभले तिमीलाई वर्तमानमा बाँच्न र जीवनको सानो कुराहरूमा पनि आनन्द लिनबाट रोक्छ। लोभले तिमीलाई अरूको लागि सहयोगी बन्नबाट रोक्छ। लोभले तिम्रो मनमा अशान्ति ल्याउँछ। यो एक यस्तो भावना हो जसले तिमीलाई कहिल्यै शान्ति र खुसी दिन सक्दैन। हिंसा नगर्नुहोस्। हिंसाले तिमीलाई र अरूलाई दुवैलाई हानि पुर्याउँछ। हिंसाले तिम्रो मनलाई अशान्त बनाउँछ र तिमीलाई दुखी बनाउँछ। जसरी आगोले सबै कुरालाई जलाउँछ, त्यसरी नै हिंसाले पनि सबै कुरालाई नष्ट गर्छ। हिंसाले तिमीलाई अरूसँगको सम्बन्धलाई बिगार्छ र तिमीलाई एक्लो बनाउँछ। हिंसाले तिमीलाई डर र असुरक्षाको भावना दिन्छ। अहिंसाको मार्गमा हिँड्नु नै वास्तविक मानव धर्म हो। यो एक यस्तो मार्ग हो जसले तिमीलाई शान्ति र सद्भावमा बाँच्न सिकाउँछ। चोरी नगर्नुहोस्। चोरी गर्नु एक गम्भीर अपराध हो। यसले तिम्रो चरित्रलाई नष्ट गर्छ र तिमीलाई अरूको नजरमा गिराउँछ। जसरी चोरलाई सधैँ पक्रिने डर हुन्छ, त्यसरी नै तिमीलाई पनि चोरी गरेपछि सधैँ डर हुन्छ। चोरीले तिम्रो र अरूको बीचमा अविश्वास र रिसको अवस्था सिर्जना गर्छ। तिमीले अरूको सामान चोरेर क्षणिक सुख त पाउँछौ, तर यसले तिम्रो आत्मामा स्थायी घाउ छोड्छ। इमान्दारीपूर्वक कमाएको थोरै पैसा पनि चोरी गरेको ठुलो धनभन्दा धेरै मूल्यवान हुन्छ। याद राख, चोरीले तिमीलाई कहिल्यै शान्ति र खुसी दिन सक्दैन। यो एक यस्तो कार्य हो जसले तिम्रो जीवनलाई अशान्ति र पश्चातापले भरिदिन्छ। झुट नबोल्नुहोस्। झुट बोल्नु तिम्रो चरित्रको लागि विष हो। यसले तिमीलाई अरूको विश्वासबाट टाढा राख्छ र तिम्रो विश्वसनीयतालाई नष्ट गर्छ। झुटले क्षणिक लाभ दिए जस्तो देखिए पनि यसले दीर्घकालमा तिम्रो सम्बन्धलाई बिगार्छ। सत्य बोल्दा तिम्रो मन शान्त रहन्छ र तिमीलाई कुनै डर हुँदैन। जसरी सूर्यको प्रकाशले अँध्यारोलाई हटाउँछ, त्यसरी नै सत्यले जीवनको अँध्यारोलाई हटाउँछ। तिमीले बोलेको प्रत्येक शब्दले तिम्रो व्यक्तित्व झल्काउँछ भन्ने कुरामा विचार गर। सत्यले तिमीलाई आफैसँग इमान्दार बनाउँछ र इमान्दारिता नै आत्मसम्मानको पहिलो पाइला हो। यो एक यस्तो गुण हो जसले तिमीलाई अरूसँगको सम्बन्धलाई बलियो बनाउन र उनीहरूको विश्वास जित्न मद्दत गर्छ। अर्काको कुरा नकाट्नुहोस्। यसले तिम्रो अहङ्कार देखाउँछ र अरूलाई अपमानित महसुस गराउँछ। तिमीले अरूको कुरा सुन्न सिक्नुपर्छ र उनीहरूको विचारलाई सम्मान गर्नुपर्छ। जसरी एउटा रुखले अरू रुखहरूलाई ठाउँ दिन्छ, त्यसरी नै तिमीले पनि अरूलाई आफ्नो विचार व्यक्त गर्न ठाउँ दिनुपर्छ। अर्काको कुरा सुन्दा तिमीले नयाँ कुरा सिक्न सक्छौ र तिम्रो ज्ञान बढ्छ। धैर्यतापूर्वक अरूको कुरा सुन्नु र सम्मान गर्नु तिम्रो व्यक्तित्वको सुन्दरता हो। यो एक यस्तो गुण हो जसले तिमीलाई अरूसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत गर्छ। व्यर्थका कुरा नगर्नुहोस्। यसले तिम्रो समय र ऊर्जा बर्बाद गर्छ। व्यर्थका कुराले तिमीलाई लक्ष्यबाट टाढा राख्छ र तिम्रो मनलाई अशान्त बनाउँछ। तिमीले आफ्नो समयलाई रचनात्मक काममा लगाउनुपर्छ र ज्ञान बढाउने कुरा गर्नुपर्छ। जसरी एउटा मालीले झारपात हटाएर फुलहरू मात्रै रोप्छ, त्यसरी नै तिमीले पनि आफ्नो मनमा सकारात्मक विचारहरू मात्रै रोप्नुपर्छ। आफ्नो बोलीलाई समयमित र सार्थक बनाउनुहोस्। यो एक यस्तो कार्य हो जसले तिम्रो जीवनलाई उद्देश्यपूर्ण र सार्थक बनाउँछ। सकारात्मक सोच्नुहोस्। यसले तिम्रो जीवनलाई सुन्दर र आशावादी बनाउँछ। नकारात्मक सोचले तिमीलाई निराशातिर लैजान्छ र तिम्रो मनलाई कमजोर बनाउँछ। जसरी सूर्यको किरणले अँध्यारोलाई हटाउँछ, त्यसरी नै सकारात्मक सोचले जीवनको अँध्यारोलाई हटाउँछ। तिमीले हरेक परिस्थितिमा सकारात्मक पक्ष देख्नुपर्छ र आशावादी रहनुपर्छ। सकारात्मक सोचले तिमीलाई समस्याहरूको समाधान खोज्न मद्दत गर्छ। यो एक यस्तो सोच हो जसले तिम्रो जीवनलाई उज्यालो र खुसीले भरिदिन्छ। वर्तमानमा बाँच्नुहोस्। वर्तमानमा बाँच्नुहोस्। विगत र भविष्यको चिन्ताले तिम्रो वर्तमानलाई बर्बाद गर्छ। वर्तमानमा ध्यान केन्द्रित गर्नाले तिमीले जीवनको हरेक पललाई पूर्ण रूपमा अनुभव गर्न सक्छौ। जसरी एउटा रुखले वर्तमान मौसममा मात्र फल दिन्छ, त्यसरी नै तिमीले पनि वर्तमानमा मात्र आफ्नो जीवनको फल प्राप्त गर्न सक्छौ। विगतका गल्तीहरूबाट सिक्नुहोस् र भविष्यको लागि योजना बनाउनुहोस्, तर वर्तमानमा पूर्ण रूपमा बाँच्नुहोस्। यो एक यस्तो अभ्यास हो जसले तिमीलाई जीवनको हरेक पलको कदर गर्न सिकाउँछ। स्वस्थ जीवनशैली अपनाउनुहोस्। यसले तिम्रो शरीर र मनलाई स्वस्थ राख्छ।
स्वस्थ जीवनशैलीले तिमीलाई ऊर्जावान र सक्रिय बनाउँछ। जसरी एउटा स्वस्थ रुखले मात्र फल दिन्छ, त्यसरी नै स्वस्थ शरीर र मनले मात्र सफलता प्राप्त गर्न सक्छ। तिमीले सन्तुलित आहार खानुपर्छ, नियमित व्यायाम गर्नुपर्छ र पर्याप्त आराम गर्नुपर्छ। स्वस्थ जीवनशैलीले तिमीलाई तनावबाट बचाउँछ र तिम्रो जीवनलाई लामो र आनन्दमय बनाउँछ। यो एक यस्तो जीवनशैली हो जसले तिमीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउँछ।